हेलो गाइज, वेलकम छ मेरो मिनी भ्लगमा। अनि आशा छ सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै नै छु साथीहरू। सो हाम्रोतिर चाहिँ यस्तो टुरी लागेको छ साथीहरू। अझै पनि 2-3 दिन भयो घामको मुख नदेखेको हैन। घाम आज लाग्छन् भन्ने आशा छ, लाग्ने जस्तो पनि छ हैन। सो त्यसैले अब चाहिँ म खाना बनाउन रेडी हुन्छु साथीहरू। किनकि खाना पनि खानु पर्यो हैन, भोक पनि लाग्छ नि त। खाना पनि खानु पर्यो हैन। चाहिँ मैले कुन रेसिपी गराउँछु भिडियोमा सबै देखाउने छु साथीहरू। भिडियो अन्तिमसम्म हेर्न नबिर्सिनु होला सबैजनाले। अब चाहिँ म खाना पकाउनलाई किचनतिर जाँदैछु साथीहरू। प्लिज इग्नोर माई किचन रुम, किनकि हजुरको जस्तो त छैन हैन सफा। आज चाहिँ मैले खानामा दाल भात अचार गराउँदैछु साथीहरू। अचारमा हाल्ने कोपी रेडी भइसकेको छ साथीहरू। यहाँ चाहिँ यो चाहिँ बोइल गरेको आलु र केरो हो साथीहरू। केरो पनि मैले बोइल गरिदिएको छु यसैमा। अब चाहिँ फेरि पनि लिएको छ साथीहरू। फर्स्टमा चाहिँ मैले आगो बाल्छु। पहिले बालेको आगो चाहिँ लिबिसक्यो। अब चाहिँ म फेरि पनि आगो बाल्दैछु। म चाहिँ फर्स्टमा दाल बसाउँछु साथीहरू। दाल बसाउन रेडी भइसक्यो चाहिँ हाम्रो दाल। अनि चाहिँ दालमा हाल्ने प्याज टमाटर अनि पछि लसुन छ हैन। दाल नि बसाइसके। अब चाहिँ अघि बोइल गरेको आलुको बोक्रा फाल्छु साथीहरू। म चाहिँ अचार बनाउनलाई हात बगाइसक्यो। अघि पोल्या रहेछ साथीहरू। आगो बाल्दाखेरि कस्तो हात बगायो भने काम गर्दाखेरि केही न केही नोक्सान त हुन्छ हैन। त्यस्तै मलाई हुन्छ। म चाहिँ जहिले नि काम गर्दाखेरि आफूलाई एउटा न एउटा हानि चाहिँ पुर्याएकै हुन्छ साथीहरू। मेरो भोइस चाहिँ अहिले एकदम मोटो आएको होला। म चाहिँ आलु सुकाउनु पर्यो साथीहरू। म चाहिँ आलु सुकाउनतिर लागेँ हैन। यहाँ चाहिँ हाम्रो दाल पनि रेडी भइसक्यो साथीहरू फाइनली। अघि दाल बनाएको कुकरमा चाहिँ मैले फेरि पनि चामल पखालेर चामल बसाइदिएको छु साथीहरू पकाउनको लागि। सो गाइस, अचारको लागि यहाँ आलु नि कटिङ गरिसकेँ मैले साथीहरू। अनि त्यसपछि यहाँ केराउ छन्, बोइल गरेको केराउ। अनि त्यस पछाडि यहाँ भाँगो पिसेर रेडी गरेको छु मैले। यो खाएको नि मिलेको थिएन क्या। आलु रेडी भइसकेको छ। अनि यो चाहिँ केराउ तेल चाहिँ बाहिर हाल्दैछु साथीहरू। फाइनली गाइस, अचार पनि रेडी भइसक्यो। हेर्न सक्नुहुन्छ अचार रेडी भइसक्यो। म चाहिँ अब चाख्नेतिर लागेँ है त। यति टेस्ट बनेको छ। यसको टेस्ट यति मिठो छ के थाहा के। अच्छा। अब चाहिँ म खाना खाएँ ल साथीहरू। ओके गाइज, आजलाई यति नै। हामी फेरि भेट्नेछौँ अर्को मिनी भ्लगमा।